सारा नेपालीहरूलाई अहिले देशमा एकदमै धेरै दुःख लाग्दो सहनै नसक्दो एउटा आपत्ति आइपरेको छ। सारा देश रोएको छ। एकदमै हामीलाई पनि यो परदेशमा बसेर धेरै मन रोइरहेछ। एकदमै अहिले नेपाली इतिहासमै होला सायद यति ठुलो आपत, यो यति ठुलो विपद होइन। यो एकदमै हामीले चाहिँ सारा नेपालीले आफ्नो लाइनबाट दुआ प्रार्थना गर्नुपर्छ। एक ईश्वरले सबैलाई आसान गरिदिनु, सजिलो गरिदिनु कि सारालाई एकदमै आपत आइपरेको छ। जति पनि हामी त अब यहाँ बसेर हामीलाई त यस्तो महसुस भइरहेछ भने होइन, त्यहाँ बिचरा जुन ठाउँमा हुनुहुन्छ र सक्दो सहयोग पनि हामीले मिलेर गर्नुपर्छ र त्यहाँ भएको मान्छेहरूलाई बिचरा कति गाह्रो भइरहेको होला होइन। जुन दिनदेखि हिजो यो 26 तारिकदेखिको यो भिडियोहरू हेरेर हामी त अब यो परदेशबाट के नै गर्न सकिन्छ, सक्दो सहयोग, दुआ, प्रार्थना होइन। र यही घटना केही दिनको अगाडिको भिडियोमा मैले भनेको थिएँ कि यो नानीलाई एउटा जुन 3 वर्षको बालिकालाई बलात्कार गरेर जुन मारिएको थियो, त्यो घटना पनि झन् यस्तो बेलामा होइन, देशमा यति आपद विपद आएको बेलामा अब त्यो नानीको घटना पनि एकदम अब झन् अब के भन्ने फाइलहरू थन्किन सक्छ। त्यसको लागि पनि हामी सबैले होइन केही आफ्नो क्षेत्रबाट आवाजहरू उठाइरहनुपर्छ। र सबभन्दा दुःख त अहिलेको परिस्थितिमा होइन, देशको लागि सक्दो सहयोग र दुआ प्रार्थना गर्न र देशलाई र हाम्रो जति पनि प्रधानमन्त्रीज्यूहरू खटिनु भएको छ, एकदमै राम्रो। आजसम्म यो नेपाली इतिहासमै होइन, यो एकदमै राम्रो कुरा हो। हाम्रो गृहमन्त्री बिचरा ठाउँ ठाउँमा गएर खटिनु भएको छ। आफै खटिने आफै जाने भनेको यो एकदम ठुलो कुरा हो। उहाँहरूले बिचरा उहाँहरूलाई हामीले साथ दिनुपर्छ कि उहाँहरूलाई हामीले साथ दिनुपर्छ। एकदम दुःखको घडी छ, साह्रै मन रोएको छ र सारा नेपालीहरूले दुआ प्रार्थना गर्नुहोला, यही भन्दै मेरो सबलाई आग्रह गर्दछु।